हामी त अहिले मैले एकछिन अगाडि भने जस्तै भगवान बुद्धले भनेको अथवा त्रिपिटकमा छ अथवा बौद्ध ग्रन्थहरूमा लेखेको छ कङ्गुर टेगुरमा लेखेको छ भन्दैमा तपाईँले ती सबै कुरा ग्रहण गर्नुपर्छ भन्ने छैन। अहिले छानेर लिने हो भन्नुभयो तपाईँले उहाँले नै भनेको भए पनि तिमी भित्र लिऊ, तिमीले टेस्ट गर, त्यसलाई जिउ, अनि बल्ल चाहिँ हो होइन स्वीकार्न पाइन्छ। स्वीकार्न पाइन्छ। एउटा मैले इन्स्टेन्स भनिहालेँ, इन्टरेक्ट गरौँ। बुद्धलाई चाहिँ एकजनाले सोधेको थिएँ, अब म्याटेरियलिस्टिक त्यति बेलाको होइन, भगवान छन् त भनेर भन्दा चाहिँ उहाँलाई चाहिँ उल्टो जवाफ दिएर भगवान अनि छैन भनेर भन्नु होइन। त्यसपछि एकदम बौद्धिक र एकदम धर्ममा लागेकाले भगवान छन् त भनेर भन्दाखेरि चाहिँ फेरि छ भन्ने एक्सपेक्ट आउँथ्यो, फेरि छैन भनिदिनु भयो क्या। छैन भन्नेलाई छ, छ भन्नेलाई छैन भन्नुभयो। भनेको मतलब चाहिँ उहाँको इन्डाइरेक्ट मेसेज चाहिँ मैले बुझेअनुसार, अब फरक त फरक होला, छ पनि छैन पनि, तर तिमी आफूले नै निर्णय गर भन्न खोज्नुभयो हो उहाँले। त्यो अहिले तपाईँले भनेको प्रसङ्ग मैले पनि त्यो पढेको छु होइन। त्यो चाहिँ नि बुद्धिस्ट स्क्रिप्चरमै त्यो प्रसङ्ग चाहिँ आउँदैन। कता कता एउटा धर्मगुरु मलाई जहाँसम्म लाग्छ यो रजनीशको एउटा यो डिस्कोर्समा आएको जस्तो मेरो सम्झनामा त्यस्तो जस्तो लाग्छ। म सोधिहालेँ, रजनीशले नै भनेको भए पनि त्यो बुद्ध धर्मको केमा तपाईँले पाली भाषामा लेखा भन्नुभयो अथवा रिलेटेड बुकहरू हुन्छ त्यसमा चाहिँ छ कि नयाँ कुरा? अहिले तपाईँले भनेको यो चाहिँ नि ईश्वर छ कि छैन भनेर 3 किसिमको जवाफ दिनुभएको हो। त्यो चाहिँ मैले त 2 भने 3 किसिमले जवाफ दिनुभएको हो भन्ने जुन प्रसङ्ग छ त्यो चाहिँ नि मैले अहिलेसम्म आजसम्मको अध्ययनबाट मैले त्यो प्रसङ्ग चाहिँ कहीँ कतै उल्लेख भएको चाहिँ पाएको छैन। तर म फेरि त्यति धेरै ठोरोली अध्ययन गरिसकेको व्यक्ति पनि होइन, म अध्ययनकै क्रममा पनि छु। तर मैले पाएको छैन र कसैले पनि त्यो चाहिँ त्यहाँ छ है, यो प्रसङ्ग छ है भनेको पनि सुनेको छैन। त्यो गुरुले आफूले आफ्नो किसिमले त्यसलाई अर्थ्याएर एक्जाम्पलको रूपमा दिएको हुनुपर्छ। अहिले तपाईँले भन्नुभयो अनुसार यो धर्मनिरपेक्षको सन्दर्भमा चाहिँ नि हरेकलाई आफ्नो धर्ममा यो मान्छु भन्ने स्वतन्त्रता त्यो चाहिँ हुनुपर्छ। त्यो राज्यले पनि ग्यारेन्टी गर्नुपर्छ होइन। राज्यमा त के भन्छ नि संरक्षण पनि गर्नुपर्छ। किन राज्यले त्यो बौद्ध चैत्य विहार मन्दिर मस्जिद अथवा गुम्बा अनि राम्रा चर्चहरू होइन सबैमा धर्ममा आफैमा कतिमा रीति कुरीति त छन्, त्यो त आफूले मिलाउनु पर्ने कुरा राज्यले नि पर्यावदा हेर्नुपर्छ होइन। तर एउटा एक किसिमले एउटा संरक्षण त गर्नु पर्ला नि त होइन। तर पर्सनल आफ्नो चोइसेस त आफ्नो हुनु पर्यो। राज्यले लाद्न पनि भएन, लाग पनि भन्नु भएन, नलाग पनि भन्नु भएन होइन। त्यो त एउटा अभिभावकको रूपमा चाहिँ एउटा ब्रोड भएर बस्दिनु पर्यो होइन। त्यो चाहिँ एउटा नागरिकको मौलिक अधिकार होइन, त्यसको चाहिँ संविधानले पनि प्रत्याभूत गरेको भयो। त्यो स्वतन्त्रता चाहिँ हुनुपर्छ। र यो नेपालको सन्दर्भमा चाहिँ हाम्रो परम्परा संस्कृतिको त जागरमा हुनैपर्छ होइन। यद्यपि पनि त्यो माझमा पनि हामीले यो धार्मिक स्वतन्त्रता उपभोग गर्न पाएका छौँ। अहिले हामीले संविधानले त्यसलाई प्रत्याभूत गरेको छ। यो बदलिँदो परिस्थितिमा यो चाहिँ नि जो धार्मिक स्वतन्त्रताको हामीले अभ्यास र व्यवहारमा उतार्न पाएका छौँ, यो रहिरहनुपर्छ भन्ने लाग्छ। तर त्यसको अर्थ चाहिँ नि हामीले आफ्नो धर्म संस्कृति परम्परालाई छोड्ने भन्ने चाहिँ होइन होइन। त्यसलाई पनि हामीले इन्ट्याक्ट राख्नुपर्छ र यो चाहिँ स्वतन्त्रता व्यक्तिमा यो स्वतन्त्रताको सम्मान चाहिँ हुनुपर्छ। म चाहिँ के मान्यता राख्छु भने हाम्रो चाहिँ अब रिलिजन छ होइन, के हिन्दुइजम छ, बुद्धिज्म छ, पुरानो सनातन भन्छ अथवा के मास्टर रिलिजन के छ त्यो त छ होइन। तर त्यो चाहिँ अब एउटा पुरानो रिलिजनको हो, त्यसमा ड्यु रेस्पेक्ट। तर अब नयाँ रिलिजन जस्तै क्रिस्चियनिटी भयो होइन, अब अहिलेसम्म आउँदा के भन्छ गुरु नानक जैनहरू के छन् नि, साई बाबा, त्यो पनि कति कुरा राम्रो पाटो छ भने त त्यसलाई वाइ नट होइन, अङ्गीकार गर्न मन लाग्ने गर्दा केही छैन होइन। तर त्यति भन्दा फेरि पुरानो धर्म चाहिँ राम्रो नराम्रो अथवा धर्ममै नलाग्नु होइन, त्यस्तो चाहिँ सायद नराम्रो होला होइन। म त के भन्छु नि इभन अथेइस्टलाई होइन, अब नास्तिकलाई पनि सम्मान गर्नु पऱ्यो। उहाँहरूको पनि राज्यलाई बिगारेको छैन, कसैलाई हानि गरेको छैन भने चाहिँ सम्मान राख्नु पऱ्यो भन्ने बिलिफमा छु म चाहिँ। तर त्यो नाताले कसैलाई पनि बहिष्कार वा तिरस्कार गर्न उसले साइन्समा मात्रै बिलिभ गर्छ,
भने पनि ठिक छ, उसको बिलिफ हो, उसलाई ठिक छ त्यसरी जान्थ्यो। अनि उसले अब एउटा कुनै उसको धर्मप्रति अथवा अरूप्रति धारणासम्म ठिक छ, तर कहाँनिर चाहिँ फेरि क्रस चेक गर्नु पऱ्यो राज्यले अथवा समाजले भने चाहिँ उसले अरूलाई ह्याम्पर गर्नु भएन होइन। उसको कुरा आइडियोलोजी फेरि उसले भन्दाखेरि अरूलाई चाहिँ खुट्टा तान्ने अरू चाहिँ हुँदै होइन, त्यो चाहिँ फेरि एक्सट्रिमिजममा चाहिँ जानु भएन भन्ने मेरो धारणा। ठिक हो त हो? तपाईँलाई चाहिँ के लाग्छ? होइन, त्यो दोस्रो पक्षलाई तपाईँले निगेट गर्न पाउनु, निगेट गर्न, निषेध गर्न पाउनु, निषेध गर्ने। अनि उसको फेरि राइट रङ त्यो त उसले त्योमा लागेको, उसलाई मनदेखि लागेको हो नि त, उसले लागु नलाग्नु त्यो उसको स्वेच्छा हो नि त होइन। अनि अर्को पाटो चाहिँ मलाई अब यो फेरि अन्यथा नहुनेला